ल सोलेमनले चाहिँ दुईटा कुखुराको पोथी काट्नु लगाएको छ। आज एक्लै खान्छु मम्मी, मलाई रिस उठेको छ भनिराखेको छ। होइन खान्छ सानो त्यहाँ दुईटा पोथी माथि टेबलमा छ लोकल कुखुरा। अहिले तेरो गिरिराज त पर छ, यो त लोकल पो त। लोकल र गिरिराज पनि छुटाउँदैन हो सोलमारे रे थेम पातो है। लु हामी आमा छोरा चाहिँ कुखुरा पोलौँ है। ल डढाउँदै थिएन, यताले नाङ्लो लिएर आइज। जा यहाँ तिते झार्ने हामी खाने आमा छोरा। ले न नाङ्लो उपर त्यहाँ बारभित्र पोलिहाल्छु यहाँ दाउरा लिएर। त्यता माथि हेर कुनामा खाटमुनि कहाँ हागु सारेछ दालको यो चामल होला नि, दाल चामल के राख्नु यहाँ छ। आज दुईटा लोकल कुखुरा सोलेमन र म मात्रै एक्लै खाने है। ल म आफै पोल्छु, तैँले हेर्ने मात्रै त जान्दैनस् त। ठुलो भएर गर्ने छ मुढा लिएर म्याङ्गा भएकोमा बस, बिरालो भएकोमा मुढा ल्याएर। त्यो दिदीको चप्पल उता भुइँका भातै खाएको छैन, यिनीहरूले पाप गर्छ क्या कुकुर लगेर। भात खाने नै नभइकन लान्छ यिनीहरूले, के गर्नु र। अन्त मेरो छोराले पनि सघाउँछ अरे नि त कुखुरा पोल्नुलाई होइन। लोकल कुखुरा म खाने। त्यो त्यतिकै राख, परेन त्यो डढाइ पठा। खान्छ अहिले बाबाले सुनानी पर्काउला नि। यहाँ लोकल कुखुराको मासु खाँदैन तर अनि बुनिया पनि त खाइदिएको हुन्छ। ओ अब यता स्टेप साँच्चै खोजिस् के चाहिँ भो उता बस। यो कुखुरा पोल्दैछु अनि किनभने यहाँ लड्छ भने थाहा छ त, देख्दैनस् हिजो पनि लडेर भने फुट्यो, दुईचोटि फुटिसकेको छ हाम्रो घर। सोलेले गर्दा है यो चाहिँ। तिते खानुपर्छ नि त, तिते खाएन नि त फेरि लोकल कुखुराको त तिते खाएन नि त। जात जान्छ हामीलाई सोलेर मेरो होइन। जात भनेको के हो? लिम्बूको जात, सोलेमनको जात। ओ फेरि आज लडाइदिने आज खोजिएको छ क्या आज म। मक्का पिउने जात हो। खेदा त्यसलाई खेदा तल खेदा त लट्ठी लाएर खेदा दुईटालाई भक्कु हप्दे भरे मात्रै आओस्, भरे खाने बेला मात्रै आओस् त। त्यो छाडा बिरालोहरू दिएन एक्सन लिएर बसेको छ। दे डुम कि डुम दे त। किन दिएको टाउको चाहिँ बिरालो पो हिर्का भनेको खसार ले 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 लट्ठी लाएर खेदाउँछस् कि यसलाई खेदा यसलाई नाको ढाड बाँच्ने गर्थ्यो। बिरालोले पनि दिमाग खराब गर्छ है आजकल हरामीहरू। टाउको चाहिँ के गर्नु चाहिन्छ? यहाँलाई यसले पिटी खानु पऱ्यो। उता बस, अलि उता बस, मुढा लिएर अलि त साइडमा बस। तपाईँले पहिले यसले बिरालो जस्तो ट्याङ ट्याङ दिन्छ है, म त फेरि रिस उठिरहेछ नि यहाँ। के भएर? बिरालोले रिस उठाएर। एउटा कुखुरा मात्रै पोलिसकिन्छ होला होइन सोले?
सोलेमानले एउटा कुखुरा खान्छ। खरेटो कहाँ छ त्यो अस्ति बाँधेको खरेटो के गर्ने? कहाँ छ सोलेले ल्याउनु लाउनु त्यो बाँधेको खरेटो चाहिँ यता भुइँमा छ। तातो तातो भयो लोकल कुखुरा। हातमा मसो नि कालो लाग्यो है। खान आउनुहोस् है सेकुवा कुखुरा साथीहरू। सोलेमानको आज मलाई धेरै खानु मन लाग्छ मम्मी, म लोकल कुखुरा 2टा काट्नु ल भन्यो मेरो काका छोराले, त्यही भएर मैले त्यहाँ 2टा काटेको हैन। सोलेमानले 2टा कुखुरा खाने रे, लोकल कुखुरा। मोमको पिस त भत्किहाल्छ नि हौ, के गर्नु त। लोकल कुखुराको झोल कति खान्छ सोलेमानले? 2 बटुका कि 2 बटुका खाने हो? 3 बटुका खाने? ए 3 बटुकालाई त भोलि पल्टिन्छ होला हौ मेरो छोराको त। सोलेमान के गर्दैछस्? सोलेमानको साथी आज कोही पनि छैन? सोलेमानको साथी कोही पनि छैन हो? को छ? मम्मी छ? सोलेमानको साथी मम्मी मात्रै हो कि के? अनि सुगमहरूलाई ल पठाएन त ल स्कुल बोर्डिङमा? घरमै छ? आमास गयो? कसरी आमासलाई पठाएको? मलाई पूजै मन पर्दैन, त्यो पूजा के
भित्र चिर्न नदिने यिनीहरूले साह्रै मलाई दुःख के बिरालो चाहिँ भन्छु खोइ त्यो सिक्दैछ कि हिर्काउन है हिजो सोलेमानको किला धम्मै डरे पठायो यसले यो बिरालोले गर्दा काखमा बसेर त कोइला जम्मै उछिटायो नि अनि फिल्म टाँसिन्थ्यो नि त त्यत्रो कोइला उछिटेको चुप्लाकी पो बस्छ त छाडा केटा पानीले छिटछिट गर्दा हुन्छ म चाहिँ नि पानीले छिटछिट गर्दा हुन्छ म नि अर्को त्यो कुखुरा पनि तरकारी पक्किन आउँदैछ यसैले चाहिँ 1 किलो 2 किलो कुचो किनेर नराखी त बराबर नै कुचो खालि कति रुपियाँ किलो छ पनि कुचो एउटा कुखुरा पोलिसक्दै टाइम भएछ हाम्रो सोलेको र मेरो होइन के दाइला कुखुरा कतिवटा खान्छस् अरे धेरै ल हाम्रो आमा छोराको आजको भिडियो चाहिँ यति नै लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला मेरो सोलेमनले 3 बटुको लोकल कुखुराको सुप खान्छु भन्दैछ यहाँ हेर्न आउनु